रेन्ज टाइपको क्वेसन हुन्छ होइन, त्यसलाई चाहिँ कसरी सल्भ गर्ने भन्दाखेरि जस्तो y इक्वल टु 1/x - 2 भयो होइन। अब यहाँ यसको हामीलाई फाइन्ड डोमेन एन्ड रेन्ज भन्ने सोध्छ क्वेसन। फाइन्ड डोमेन एन्ड रेन्ज यसरी सोध्छ होइन। अब डोमेन भनेको चाहिँ एक्सको भ्यालु चाहिँ के हुनसक्छ त भनेर निकाल्नु। एक्सको अरू रियल नम्बर जुन पनि हाल्न पाइयो नि त, यो रियल नम्बर जुन पनि हाल्न पाइयो, तर उयो 2 हालिदियो भने कस्तो हुन्छ भन्दाखेरि इफ एक्स इज इक्वल्स टु 2 - 2 0 1/0। अब तलतिर डिनोमिनेटरमा 0 आउनु हुँदैन, अनि फेरि रुटभित्र माइनस आउनु हुँदैन क्या। त्यस्तो केस आएन भने अरू सबै केसमा डोमेन एक्जिस्ट हुन्छ भनेपछि 2 हाल्दा त उहाँ डोमेन एक्जिस्ट भएन, -2 हो यो भनेको डोमेन हो। अब रेन्ज भनेको के हुन्छ त, रेन्जको लागि चाहिँ हामीले एक्सको टर्ममा लानु पर्यो। अब यो y x - 2 = 1 हुन्छ, xy - 2y = 1 हुन्छ। अब x = 1 - 2y डिभाइडेड बाई y हुन्छ। यहाँ यसरी y को ठाउँमा आयो त्यो होइन। अब y को ठाउँमा आइसकेपछि हामीले के गर्नु पर्यो भन्दाखेरि y को कुन भ्यालु चाहिँ हाल्नु भने यो फङ्सन लेखिन्छ भनेर सोच्नु पर्यो। अब यहाँ y = 0 भयो भने त तलतिर 1/0 यस्तो चिज आयो नि त। अब यस्तो त पुस गर्नु हुँदैन नि त। सो रेन्ज भनेको r - 0 हुन्छ। त्यो यो भयो होइन। अर्को y = x² - 4x + 5 टाइपको फङ्सनहरू हुन्छ होइन। अब यस्तो पोलिनोमियल यस्तो x² 4x + 5 यो देख्ने बित्तिकै यिनीहरूको डोमेन होइन -इन्फिनिटीदेखि इन्फिनिटी हुन्छ। x² x³ x यस्तो मात्र आयो भने जस्तो x³ + 3x + 2 आयो भने पनि इन्फिनिटी छ, x + 2 आयो भने इन्फिनिटी, -इन्फिनिटीदेखि इन्फिनिटीसम्म नै हुन्छ। यस्तो चाहिँ तलतिर केही आएको छैन, माथितिर पोलिनोमियल आएको छ भने यस्तो हुन्छ। पोलिनोमियल भनेको एक्सको पावरमा मतलब कुनै पावर आएको। अब के हुन्छ त भन्दाखेरि डोमेन फर रेन्जको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि y = x² - 4x + 5 छ होइन। यसलाई हामीले यसरी चाहिँ पर्फेक्ट स्क्वायरमा लानुपर्छ क्या। पर्फेक्ट स्क्वायर भन्नाले +2 + 5 - 2 = यहाँ +2 = र -2 = गरे पर्फेक्ट स्क्वायर होला न, x - 2 को होल स्क्वायर हुन्छ। अब +1 को होल स्क्वायर हुन्छ = 1 हुन्छ। हो यहाँसम्म त ठिक छ होइन। यहाँसम्म त केही रङै छैन। यहाँ y भनेको यो भयो होइन। अब हेर है, यति हामीलाई के थाहा हुन्छ भन्दाखेरि स्क्वायर गरेको नम्बर सधैँ पोजिटिभ हुन्छ। 1 को स्क्वायर 1 हुन्छ, -2 को स्क्वायर 4 हुन्छ, 2 को स्क्वायर पनि 4 हुन्छ। भनेपछि स्क्वायरवाला नम्बर सधैँ पोजिटिभ हुन्छ। त्यो कुरा थाहा भयो भने y - 1 = x - 2 को होल स्क्वायर भनेपछि यो त सधैँ पोजिटिभ हुन्छ नि त। अब x - 2 स्क्वायर इज अलवेज ग्रेटर देन 0 भनेपछि y - 1 इज ग्रेटर देन सरी त्यस्तो लेख्न मिल्दैन यसमा। इज ग्रेटर देन अरू 0 पनि हुनसक्छ, इक्वल टु 0 पनि हुनसक्छ होइन। यहीबाट हामीले के कन्क्लुड गर्न मिल्छ नाउ कन्क्लुजन के गर्नु मिल्छ भन्दाखेरि यहाँ मैले यही छुट्याएको छु क्या। अब यहाँ y - 1 मस्ट बी ग्रेटर देन 0 मतलब यो = यो छ भने यो चाहिँ ग्रेटर देन 0 छ भने यो पनि ग्रेटर देन 0 हुनु पर्यो। y मस्ट बी ग्रेटर देन 1 यस्तो खालको हो। अब थर्ड क्वेसन भनेको y = 2 - x - x²। यसमा चाहिँ रफ भन्छ होइन। रफ भन्दाखेरि यसलाई सल्भ गर्नु पर्यो नि हामीले होइन। 2 - 1/2 * 2 - x²। यस्तो यो चाहिँ किन
बनाउन खोजेको पर्फेक्ट स्क्वायरमा लान खोजेको क्या, त्यही भएर हामीले यस्तो गरेको होइन। अब यहाँबाट माइनस कमन लिइदिउँ त, 2 यहाँ माइनस कमन लिइदियो भने एक्स स्क्वायर प्लस 1/2 इन्टु 2x प्लस 1/2 को होल स्क्वायर गरिदिएँ होइन मैले। अब 1/2 अब यो माइनस चाहिँ यहाँ मल्टिप्लाई गर्यो भने माइनस थपेपछि यहाँ प्लस 1/2 होल स्क्वायर। तपाईँ यो रफ गरेको है, पहिला यो पर्फेक्ट स्क्वायरमा बनाएपछि मात्रै क्वेसनमा जाने। अब यो एक्स प्लस 1/2 को होल स्क्वायर, अब यो 2 माइनस 1/4 हुन्छ। 2 माइनस 1/4 भनेको 9/4 हुन्छ नि, 9/4 माइनस एक्स स्क्वायर हो, यो भयो नि। अब वाइ इज इक्वल्स टु रुट अन्डर 9/4 माइनस एक्स प्लस 1/2 को होल स्क्वायर हुन्छ होइन। अब रुटभित्र सधैँ पोजिटिभ हुन्छ होइन। अब यो नेगेटिभ चाहिँ भयो भने चाहिँ इमेजिनरी भन्छ। इमेजिनरी नम्बर भनेको रियल नम्बर होइन, अब रियल नम्बर नभएपछि हाम्रो डोमेन एक्जिस्ट हुँदैन होइन। त्यही भएर हामीले यसको लागि मतलब यो क्वेसनको लागि चाहिँ अब यति थाहा भयो नि त हाम्रो यो भित्रको पुरै टर्म चाहिँ ग्रेटर देन 0 भनेपछि वाइ इज ग्रेटर देन 0 इक्वल टु 0 पनि हुन पायो। अनिखेर 9/4 माइनस एक्स प्लस 1/2 को होल स्क्वायर इज ग्रेटर देन अर इक्वल टु 0। अब 9/4 मस्ट बी ग्रेटर देन एक्स प्लस 1/2 को होल स्क्वायर अरे। अब यसको होल स्क्वायर भन्नु र यसको होल स्क्वायर भन्नु र मोडुलसको होल स्क्वायर भन्नु सेमै कुरा हो क्या। मोडुलस चाहिँ किन हालेको भन्दाखेरि हामीले दुईवटा भ्यालु निकाल्नुपर्छ, त्यही हालेको होइन। अब हामीले दुईवटा भ्यालु निकाल्नुपर्छ, त्यही भएर मोडुलस लेखिदिएको क्या। यसलाई सिधै उहाँबाट यो काट्न मिल्दैन, त्यही भएर हामीले एक्स प्लस 1/2 को होल स्क्वायर दुईवटा भ्यालु निकाल्न आउँछ नि त, उहाँबाट एउटा मात्र भ्यालु हुन्छ क्या, यहीँबाट काट्न पनि मिल्दैन। त्यस्तो गर्न 3/2 को होल स्क्वायर यो काट्यो, त्यही भएर यो मोडुलस साइन हालेको। अब 3/2 इज ग्रेटर देन अर इक्वल टु एक्स प्लस 1/2 हो। अब पोजिटिभ र नेगेटिभ वाला केस हेर्नुपर्छ होइन। एउटा रुल थियो क्या त्यो उसमा, इफ एक्स इज मोडुलस अफ एक्स इज ग्रेटर देन ए यस्तो छ भने माइनस ए यो रियल नम्बरमा पढ्यो होला होइन, योभन्दा अगाडिको च्याप्टरमा। अब यस्तो हुन्छ क्या, यदि यो मोडुलस भयो भने 3/2 अब यो माइनस 3/2 एक्स प्लस 1/2 हो, यो यस्तो हुन्छ होइन। योभन्दा अगाडिको च्याप्टरमा पढ्यो होला। अब यो यतातिर यहाँ दुवै साइडमा यता -1/2 -1/2 गरिदिएको दुइटै साइडमा होइन। -1/2 गरिदियो भने यता -2 आउँछ, अनि एक्स आइपुग्छ। अब हामीले एक्सको भ्यालु त निकाल्न होइन, अनि यतातिर 1 आउँछ। अब डोमेन भनेको यो भयो, डोमेन भनेको -2, 1 यस्तो भयो त होइन। डोमेन सम्बन्ध निक्ल्यो। अब डोमेन निक्लिसकेपछि अब रेन्ज निकाल्नु पऱ्यो। रेन्ज निकाल्नको लागि के हामीले पहिला निकालेको थियौँ त एक्स प्लस 1/2 को होल स्क्वायर, यो माथि नै निकालेको होइन, वाइ रुट अन्डर भयो। अब रुटलाई उतातिर लगिदियो 9/4 माइनस एक्स प्लस 1/2 को होल स्क्वायर इज इक्वल टु वाइ को होल स्क्वायर होइन। अब यसलाई यतातिर लगेर अब यहाँ 9/4 माइनस वाइ इज इक्वल टु एक्स प्लस 1/2 को होल स्क्वायर हो। यो त सधैँ पोजिटिभ हुन्छ भन्ने हाम्रो थाहा छ होइन। यो चाहिँ अब इफ एक्स प्लस 1/2 इज अलवेज ग्रेटर देन 0, सो के भयो त यो ग्रेटर देन 0 भएर यो ग्रेटर देन 0 भएर यो यतातिरको टर्म पनि ग्रेटर देन 0, 9/4 माइनस वाइको स्क्वायर, सरी वाइ स्क्वायर लेखेपछि वाइ स्क्वायर इज ग्रेटर देन 0 भनेपछि अब यहाँ 9/4 इज ग्रेटर देन वाइ स्क्वायर भयो होइन। अब यसै गरी मोडुलस हाल्नु होइन, मोडुलस अफ वाइको स्क्वायर अघि माथिको जस्तै गरी 9लाई 3/2 को होल स्क्वायर लेख्नु। अब मोडुलस अफ वाइ इज इक्वल्स टु 3/2 भयो, सरी यस्तो भयो।
अब -3/2 इज ग्रेटर देन वाइ। अब यतातिर 3/2 3/2 ल यो भयो। अब रेन्ज पनि निक्ल्यो। अब रेन्ज यस्तो निक्लिन त निक्ल्यो, तर हाम्रो क्वेसनले के भनेको छ भन्दाखेरि वाइ इक्वल टु 2 - x - x²। अब हेरेँ रुट साइनभित्र नेगेटिभ हुनु हुँदैन भनेपछि यतातिर त यो -3/2 त आउनै हुँदैन, नेगेटिभ नम्बरै आउनु हुँदैन। त्यही भएर रेन्ज आर बिलोङ्स टु कति हुन्छ भन्दाखेरि 0 to 3/2 -3/2 देखि 3/2 चाहिँ किन नभएको भन्दाखेरि यो रुटभित्र नेगेटिभ आउनु हुँदैन, 0 देखि सुरु हुन पायो, त्यही भएर 3/2 सम्म आयो। सो रेन्ज यति आयो। अब यही गरेर चाहिँ भयो। सक्यो ल, यो क्वेसन यति हो यसको।